ल अब हाम्रो बेसार काट्ने कार्यक्रम सुरु भयो हैन। अब हाम्रो बेसार काट्ने कार्यक्रम है उहाँ हेर। बेसार काट्ने कार्यक्रम यसरी हो। यस्तो गरेर यसरी चाना चाना बनाएर काट्नु पर्छ अनि घाममा सुकाउनु पर्यो अनि यसरी हो कि यसरी अनि यस्तो गरेर काटेर के गर्नु पर्यो त भन्दा घाममा सुकाउनु पर्यो हैन। ल यहाँ हो आओ भिडियोमा आऊ तिमीहरू पनि। ल भिडियोमा आऊ तिमीहरू पनि हो। बेसार यसरी काट्ने हो अनि सुकाएर के गर्ने हो कुट्ने हो अनि पिठो बनाउने हो अनि पिठो बनाएर के गर्ने हो केमा रक्सी के भन्छौ के बनाएर खाने रोटी कहाँ बेसारको रोटी हुन्छ त हौ। बेसारको रोटी हुँदैन कि बेसार तरकारीमा लाएर खाने दालमा सब्जीमा हैन हो। एकछिन नगर न तिमीहरू उता खेल्द न बेसार चलाउनु हुँदैन नगर न यहाँ काट्ने बेसार। ल काट्ने बेसार नचला हो काट्ने बेसार नचला न। यसले भनिदिन्छ नि अब बाबालाई अनि ए बसी अहिले यो मान्छे कहिले आएछ म त विदेशमै छ होला भनेर हुन्छ भइहाल्छ त्यता गएर बस्नु मान्छेहरु जन्मेर ठुलो यत्रो भइसक्यो अनि ए म त उतै विदेशमै छ होला भनेर हैन नि अस्ति सुरु एक हप्ता भयो एक हप्ता 2 दिन भयो के घुम्नु पर्ने के र के त्यतिकै यताउता गर्दै अनि साथीहरु सबैजना भएको थियो सब आफ्नो आफ्नो काममा ए अब त छैनन् नि हौ केटा खाल त छैनन् अब गाउँमा सबैले बाजुले अस्ति आउँदै हुनुहुँदो रहेछ त्यहाँ चौतरा भेटेको थियो अनि लु कहिले आएको सुब्रा भने हामी खानै छैन त भन्छ सब पनि ए अब आइपुगे न भने ल भेटाट गर्नुपर्छ अब भने हुन्छ हैन म त विदेशमै छ होला भनेर भ त कहाँबाट के यसो देखेछ के अरे यसले अनलाइनमा अनि पो भन्छु नि आएको त थाहा नै त थिएन त। स्याहा भर्दै एकछिन हजुर आफ्नो बसेर आएको माथि सानामा मादल बजाउँथ्यो हौ साह्रै मजा कुरा बडीले भन्थ्यो अहिले पनि रहेछ मादल त आउँछ बजाउनु कि बिर्स्यो हो गिटार चाहिँ आएर पारा गिटार एकचोटि ट्राई गरिहिँड भएन त्यो लिएर राख्दैछ दिगेन बढी यो नानीहरूले बाँड्छ होइन यो अलिक ज्यान परेकै हो सानोदेखि के भएर मोटर के 87 केजी छ अहिले हिँड्नलाई स्याहाँ भएर कपडा ठिक नभएर के हाफेन्ट किनेको दुईचोटि चेन्ज गरेर रिटर्न गर्दा त ठिक नभएर नि अब चाहिँ अलिक घटिन्छ कि अनि छुट्टी कि हैन फिनिस आको ए फिनिसै हो सर नमस्कार भेट गर्दै भयो त यहाँ कहाँ घुमेकै छैन म कतै यसले खाँदैन पनि घुम्नु कहाँ पानीको पाइप पुरै पुरानो भएर टुक्रा टुक्रिँदैछ नि अस्ति पाइप लिएर अनि हिजो पाइप साइप गाडिदियो अरे अनि लु यताउता गर्दा अनि चक्लेट पनि अस्तिदेखि मान्छे आउने बाँड्दा सिधिसक्यो फेरि अब तल बाटामा बसाइ छ बाटामा बसाइ छ अनि लु अब अहिले पो अनि लु मुडा गेड्नुपर्छ भनेर गएर म रेडी भएको फेरि
अन्जे बिरामी भएर बुइने अनि उता जानुभयो शुक्रबारे अनि त म कामै भएन नुहाइदिए घर नि हिँडेको के भयो त्यसलाई खोइ पेट दुख्यो भन्दा अनि पथरिया भयो कि के अनि त्यही लक्षण देखायो भन्दा अनि फेरि बिटाउन लगाउने भन्दा अनि आन्टीको जानुभयो उता अनि लु अब दिनभरि के गर्दा निद्रा लाग्छ बस्यो भने अनि लु म घुमेर आउँछु भनेर गर्मी पनि चढो फेरि गर्मी भन्दा म त जाडो लागेर नि त उता गर्मी बस्ने बानी भएर होला राति पुरा दुईटा ओढ्ने ओढेर ब्ल्याङ्केट रसेर खापेर आगो तापेन अस्ति आगो 2 दिनसम्म त म मेरो हाँसेर होइन कस्तो चैत बसेको पनि आगो ताप्छु जाडो भएर के भन्नुहुन्छ गर्मी मलेसियामा त गर्मी हुन्छ राति त जाडै हुन्छ दिउँसो त गर्मी हुन्छ नि बाहिर निक्लिने घाममा के मलेसियामा एकैछिनमा पानी पर्छ दिनमा एकचोटि पानी आइरहेको हुन्छ गर्मी अनि बाहिर निक्ल्यो भने तालु पोल्ने हुन्छ अनि अब भित्र गाडी हुन्छ भित्रै बस्यो बाहिर त गर्मी हुन्छ नि हजुर 8 वर्ष 2 दिनमा घर आइपुग्यो ट्याक्राकै एक जुगे हो नि 8 वर्ष कहाँ कोरोना आएर नि कम्पनी चलेन उतै अनि अब भात खाँदै बस्दै गयो 1 महिना ड्युटी हुन्छ 1 महिना छुट्टी हुन्छ अनि बस्दै अनि यताउता गर्दा अनि ती बुइनीको बे फेरि रामेलो चाहिँ कतारबाट दुबई जाने अनि सबैतिरको भारेकै भविष्य अनि बसाइ भयो नि लामै कसैको राम्रै आइपुग्यो घर अब त खोइ नजाउँ भनेको खोइ अब हेरौँ मन अडिँदैन होला घरमा अब 1 दिन विचार गरौँ एकखेप गएपछि के बस्दै एकचोटि बाहिर बस्नु माने नहुने पहिला शीतली बस्दै म घरमा आउँदा राम्रो लाग्दैन म उतै बस्छु प्रायः धेरै शीतली पनि बस्यो नि 2-3 वर्ष लाग्दैन अहिले काठमाडौँमा पसल गरेर खोइ त पसल त होइन अङ्कल त एजेन्ट मान्छे हो अस्ति आउँदा भेटघाट पनि भयो त्यसपछि आइहाल्यो म त राख अब जान्छु बतानी शीतलीमा उयो यता नगर यता नमिसान यी हुँदैन यी उता खेला न उता होइन नि उनीहरू दुबई हो देशै अर्को फाल्टै हो दाजुभाइ ए त्यहाँ त दुबईमा त सबै नि सब यहाँ भारतको कताको भयो हाम्रो पुरै ग्याङै गाउँै छ बगले अन्तर्वारको छोरा निशान पनि अस्ति भर्खरको किनो छ भने भारतको पुरीहरू अहिले त्यो पनि नजिकै भएर आयो भने कहिले चेन्ज गरेको कम्पनी भन्छ अलिक नजिकै छ यहाँ नजिक भएको छ ठुली पनि उतै होला तिहारमा टिका लगाउँदै थियो अस्ति राम्रो दुबईको हो ऊ पनि दुबई नै हो कति वर्ष पो भयो उहाँलाई चाहिँ गएको तिनीहरूको खोइ 2-3 वर्ष जस्तो कति भयो 2 वर्ष भयो होला कति वर्ष खोइ अब एउटातिर आउँछु भने त लक्ष्य नै कहिले आउँछ तिनीहरूले कहाँ कतार गरेर अनि फेरि लक्ष्य त 6 महिना कि 9 महिना कति बस्यो अनि आउँ फेरि गर 2 महिना जति बसेर अनि फर्किनु काम गाह्रो रहेछ अलि हुँदैन है फर्केर अर्को ठाउँ जानु भयो भने अनि अहिले चाहिँ ठिकै छ टिकटहरूको अहिले त ठिकै छ काम पनि सजिलो छ पैसा पनि खासै हुँदैन अब राम्रै छ अहिले चाहिँ केटाहरू काम गर्छ नि यहाँ पनि त काम गर्ने खालको मान्छे म पो अलिक यस्तो बाहिर काम यसो उठ्नु नगर्ने मान्छे हो त तिनीहरू त यताउता गर्ने अनि गोरु सोरु जोत्न गर्ने यताउता पारी बजेर उतै काम गऱ्यो त्यतिकै त्यति गइहाल्यो नि त हो अनि अलिअलि यसो खर्च पर्च बनाएरै त आइस होला नि त अलिअलि बनाएर आयो सकेर आयो त्यस्तै त हात खुट्टा केही नभइकन अब सक्छु आयो त्यही हो अब त्यही नै मान्छे सोच्छ नि 8-8 वर्ष बसेर आएको पैसा लिएर आएर त्यस्तै हो नि आफ्नो समस्या के हुन्छ के अब के गरेर बस्या हुन्छ त्यस्तै हो कोरोना आएर के गरेर दुःख सुख बस्यो
कोरोना भन्दा अगाडि नै होइन त 2017 को मार्चमा गएको 20 मा 3 वर्ष हामी त्यतिखेर 3 सालको कन्ट्र्याक्ट थियो अहिले 2 सालको भयो मलेसिया अनि 3 वर्ष ठ्याक्कै पुगेर अनि अलिक अब पुरानो पनि भयो अब पैसा कमाउने बेलामा ठ्याक्कै कोरोना आइदियो होइन बिचमा छुट्टी उति केहीमा आइरहेछ होइन आएन नि म डाइरेक्ट आएको भनेपछि त अनि यहाँ तैँले छोडेर जाँदा र अहिले आउँदा त धेरै फरक पर्यो नि अब है अस्ति घरमा चढेर लिस्नु चढ्न नसकेर बुवा थत्तर कामेर बुवाले गाडी ठोक्दै हुनुहुन्थ्यो पछि भोलिपल्ट आँगनहरू हेर्छु यत्रो सानो सानो रुम हेर्छु ढोकामा ठोकिन्छ जस्तो लागेर अनि कहाँ 1 2 दिनसम्म त घरै कस्तो अनौठो लागेर बागेटारतिर हेर्छु अर्कै जस्तो लाग्छ अहिले कहाँ हो जस्तो लागेर गाडी साडी आउँदैन अब तलैतिर च्यामेरेतिरै खोइ त मलाई त्यही पनि लिने भन्ने फेरि अब त बाटो पनि निक्लेछ फेरि उतादेखि पहिरो चाहिँ जान्छ कि भनेर हुँदैन उँधो त नकिन्नु के भर खोला उतादेखि सतै यता भित्रतिर आइदियो भने त अनि खतमै हो खोलाको भर हुँदैन भाइ त कति वर्ष पुग्यो 2 वर्ष कि 3 4 भइसक्यो अनि भाउजू कहाँ पढाउनुहुन्छ कि कस्तो बिहारमा त्यही त अनि सर भाउजू दुईजना अस्ति आउँदै हुनुहुन्थ्यो अनि निसन चाहिँ कता खोइ त आफ्नो बिचमा त कुरा त हुन्छ कोही बेला मेसेज म मेसेज छोडिरहेको आउँछु 3-4 दिनमा उसले छोडिरहेको हुन्छ त्यस्तै हुन्छ ऊ कता बिजी म उता यता फ्री भएर म उता ड्युटीमा हुन्छ अनि त्यही भएर घर आएको रहेछ म त आज छक्क परेँ नि त्यही त बढीलाई चाहिँ अनलाइन देखेर अनि मेसेज गरेको अनि होइन घर कहिले आउने भन्नु फोन गर्नु भन्नु फोन गरेको थिएँ म त अडियो कल गरेको होइन मुख हेर्नु त लु भन्नु म घरमा आने म त घर आइसकेँ नि होइन कहिले आएर कहाँ मान्छेहरू नचिनेर सबले मामा भनेर नि बलराम मामा भनेर होइन अनि घर त दमकमा होइन भन्छ सबले नामसिंह बाजेले चिनेन सबले मामा भनेर अनि होइन नि म त रामेला लक्ष्यको दाइ हो भन्छ नि ए हो र चिन्दै चिनेन मान्छेले के बिर्सी पनि सके नि कति 8 वर्ष भनेको कहाँ शनिबार माथि गए भारतीय जीवारा घरमा बसेर काम सम्झाइ अनि अस्ति फेरि कवच पार्दै अनि एक दिन रुवासँग बिताउनु गयो अलिअलि सामान किनेर पाइप नयाँ लिएर पाइप हालिदिनु है हिजो पहिलाको पानी त पाइप पुरानो भएछ गाँस्ने ठाउँ धेरै भयो त्यस्तै भइरहेछ घुम्न पनि भ्याएको छैन उता अस्ति गएदेखि पुष्करमा आएको त्यो पानीको मोटर हाल्दै रहेछ अनि भन्दा बस्दै गरे भनेर बोल्नु पनि भएन म त्यही चौधमा बस्दा त्यतिखेर भेटेको भाउजू सरलाई फर्किँदै गर्दाखेरि पुष्करमा पानी हाल्छ त्यहाँ रहेछ नि सही पानी यत्रो ठुलो आउँछ अनि म त घरमा पनि नुहाएको छैन त्यहीँ जान्छ नुहाउनु पानी ठुलो पानी झर्छ त्यहीँ नुहाउनु सजिलो हुँदैन नि अनि खुत्रुको झऱ्यो नयाँ त्यहीँ गरेर आयो अनि पम्पबाट ताने यहाँ चाहिँ पम्प लगाएर मोटर लगाएर ताने त्यस्तरी राखेको पानी मलाई राम्रो लाग्दैन
पहिल्यैदेखि त्यो धाराबाट आएको चलाउने पानी भएर त्यो ट्याङ्कीमा जम्मा गरेको पानी घिन लाग्छ चलाउनलाई के गना मान्छेको बिजोक हुन्छ नि पानी पाउँदैन अब यहीँ त त्यस्तै हुन्छ के हो खडेरी लाग्यो भने हाम्रै पानी हाम्रो त दुःख सुख आउँछ पानी त त्यहाँ आउँछ होला कन्टिन्यू आउँछ पानी त्यो माथिको होइन अलिक तलैबाट मन छ नि त होइन तलैबाट मन छ नि आउँछ पहिल्यैदेखि पहिल्यैदेखि आउँछ घरमा त्यही एक्लो पनि भइहाल्छ अनि त्यसले नै भइहाल्छ अनि माछा साछा पनि पाल्नु भयो रहेछ हाम्रो सानो गाडी अहिले त कोही निकाल्दैन राम्रो लाग्यो भने निकालेर खान्छ भने मलाई निकाल भनिदिनु ए म निकाल्दैन म खाँदैन पनि निकाल्दैन भने खासै त्यो भए पनि हुन्छ नभए पनि हुन्छ त्यति धेरै मन पर्दैन नहुँदाखेरि त खोजी खोजी नखाने जस्तो यत्रो कुरो रहेछ हिजो पो हेरेको निकालेर यस्तो टिन हटाएर बक्कुलाई के आएर लग्दो रहेछ नि त त्यो माथि टिनले पार्किनु पहिला टिभी त मुङ्गीमा चाहिँ के हाल्दा पनि लगेको थियो सानो सानो भनेर यहाँ मनेको अनि निकै लगो भनेर झोल लाएर यसो बारिरहेको थियो त हाम्रो पनि त्यही गरेछ अहिले टिनले पार्दैछ माथि छोप्नु पाल्न छोडेको क्या घर पनि अर्को बनाएको के भनेको नि है हाम्रो मात्रै बाँकी छ क्या बढी घर बनाउनु त घर त लड्न आँटेछ बिचमा त यस्तो भाँसिरहेको रहेछ माथिबाट हेरेको अस्ति माथिल्लो घरबाट बुढो भयो नि घर मसँगसँगैको भन्दै त म अनि 27-28 लागिरहेछ अहिले त 14 सालको भन्नु म माघ पुस अन्तिम दिनको माघ लाग्दैको भन्दै हुन्छ त्यो फुलिङ्गी मेलाबाट मान्छेहरू फर्किँदाखेरि म जन्मेको भन्नुहुन्छ पुस अन्तिम दिन अनि न्वारान गर्न पनि 2 महिनाको कि कस्तो हुन्छ भनेर एकै दिनमै कोही जन्मेको दिन कि भोलिपल्ट गरिहालेको न्वारान भन्नुहुन्छ म चाहिँ पुगिरहेको थिएँ यिनीहरूका घरमा सानो यत्रो यस्तै थियो नि हो अनि मादल बजाउँथ्यो मलाई चाहिँ त्यही मन पर्थ्यो र मादल बजाउन लाउँथेँ बसेर थालिहाल्थ्यो अनि कति स्वादले पो बजाउँथ्यो त कसले त भण्डारी त के भण्डारी कान्छा अङ्कलले पनि पुरा गर्नु थियो म सानो हुँदाखेरि मादल साह्रै मादल एउटा त्यो त्यही मादल चाहिँ फुटेको त पहिलाको मैले बजाउँथेँ अनि अर्को अहिले मामाले दिनु भएको छ अहिले पनि छ मादल मादल फेरि ठिक्कको थियो सानो मजाले बजाउँथ्यो कसरी सिको फेरि त्यत्रो मान्छेले अहिले पनि आउँछ अलिअलि गिटार चाहिँ खोइ रड लाग्छ अरे किनिनेहरू सिटकी हेरेर बजाउनुलाई पारा आएन यता पक्रियो यता बिर्सिन्छ यता हान्यो यता बिर्सिन्छ अनि त्यतिकै राखिरहेको थियो अनि ल घरमा बजाउँछन् मम्मीले बजाउनु अस्ति लिएर आइदियो छुट्टीको बेला रमाइलो गर्छ नि बिर्सिने केटाहरू ए दारू खानेहरू खान्छन् हामी नखानेहरू यसो सुने अनि बजाउँछन् अनि जानुको बेला रमाइलो हुन्छ नि अलिक धेरै खायो भने फेरि टाउको फुडाफुड पनि गर्छन् अनि थोरै खायो भने त रमाइलो हुन्छ नि के गरेको यता नलाने यस्तो हौ विदेशको ठाउँमा त टाढा जाने त खाने बानी भयो त्यति धेरै खाएर बिगार गर्ने रहेछ नखानु पर्ने बढी उता झन् खान्छन् नि यहाँ पो पैसा हुँदैन कमाइ हुँदैन महँगो पर्छ उता महिनामा त दुःख सुख सेलेरी आइहाल्छ सस्तो पर्छ जहाँ भन्दै पाउँछ मलाई साथै फेरि फ्री हो नि त डाँडक्सी हेर्नु अनि ए खाएर अनि त्यही मेन प्रब्लम त्यही भएर त अनि तामिलहरूले लुट्ने कुट्ने गर्छन् त खाएर केटाहरू सेलेरी आएपछि खाएर अनि राति 12-1 बजीतिर मेन रोडमा हिँडिदिन्छ अनि लु नेपालीहरू त यस्तो हुने रहेछ भन्दा नि एउटाले गरेर सबलाई अनि भेट्यो कि अनि पक्रेर फोन पैसा सब लिएर जाने बिग्रिने नेपाली नै हो नि अरू देशको मान्छे बङ्गालीहरू छुँदा पनि छुँदैन उनीहरू मुस्लिमहरू खाँदैन कसैले खान्छ त्यो पनि अल्लाहले देख्छ हुँदैन भनेर अनि चोरी चोरी खान्छ नत्र त अनि
नेपाली नै हो नि खाना पनि अब अनि घर बिर्सिने उतै बस्ने खानुपर्ने कि कति खानुपर्ने अड्कलै नपाइ खान्छन् र त आफूले खाँदा हो त्यसले खायो भने समस्या हो त्यो झलके पनि मलेसियै होइन कता ए कतार नि खोइ त अहिलेसम्म हत्तपत्तो छैन छैन त्यो त हरायो कि मरेको भए त अब खबर सबर आउँथ्यो त कहाँ कुन कतातिर बसेको होला नि खबर त आउनुपर्ने त्यो ठक्क त अनि पायो त्यहाँ त हरायो बसेको बसै जति वर्ष बस्न नि मिल्छ त त्यहाँ इलिगल भएर त मिल्छ नि अब 10 वर्ष त बस्नु मिलिहाल्छ आफ्नै पासपोर्टले अनि त्यहीँको मान्छेहरूसँग बस्यो भने मलेसियामा पनि मिल्छ नि त्यसरी अब त्यहीँको लोकलहरूसँग बिएसए गरेर अनि त्यहीँको तिनीहरूले बनाइन्छ कि कार्ड ग्रिन कार्ड जस्तै अनि त्यही हुन्छ साउदी कतारमा त झन् अनि खोइ त नि एउटा मान्छेको 3-4वटा बुढी हुन्छ अरे कता कता बस्दैन अनि अब त्यस्तोतिर लागेर अब त्यतै बस्यो भने पनि त अनि अब गाडीको गाडी हुन्छ भित्र देख्दैन हामीले अनि बस्नु मिल्छ खोइ त साउदी कतारमा त मऱ्यो भने त पठाइदिन्छ नि भाल जसरी जे गरेर भए पनि मलेसिया चाहिँ अलिक डेन्जरै हो त मऱ्यो भने कुकुर बिरालो मऱ्यो जस्तै त भेटायो भने भेटायो त्यस्तो हो खोजेर कसैलाई साथीहरू मिलेर खोजेर पठाइदियो भने पठाइदिइहाल्यो नत्र मरै सक्यो त्यस्तो त्यही भएर त अनि मलेसियामा त्यहाँको सरकारले के भन्छ हाम्रो देशमा कमाएको पैसा यिनीहरूले आफ्नो देशमा नलैजाउँ भनेर अनि त्यहाँ डान्स क्लब जाँडदेखि फ्री सबै यहीँ कमायो यहीँ सबै हाम्रै सरकारले हुन्छ भनेर चाहिँ सोच्छ है कि मलेसियाको सरकारले त्यही भएर सबै फ्री छ साउदी कतारमा त त्यस्तो हुँदैन अनि मान्छे मऱ्यो भने त अनि नेपाल त पठाइदिन्छ जसरी भए पनि मर्न चाहिँ मरेको छैन होला कि नेपाल आएर अर्कै ठाउँमा यहाँ यतातिर कन्ट्याक्ट नगरी अर्कै अब पश्चिमतिर कहीँ गएर बसेछन् भने कुरा हो न त उता हुँदा त मर्नु त मरेको छैन होला है धेरै वर्ष भइसक्यो नि म 4मा कि 5मा पढ्दाखेरि गएको त धेरै भयो नि म +2 सकियो अनि 2-3 वर्ष 1-2 वर्ष त्यहाँ बसेर अनि बल्ल गएको म 8 वर्ष बसेको उता 20 वर्ष हुन लाग्यो झन्डै त्यो म त फेरि सानो थिएँ अहिले 18 वर्ष त्यो जीवालाई हेर्ने उही मात्रै दाजुले खोटा नभए बिजो भनेको थियो नि के म मात्रै त हेर्दैछु अरू अब बडाउ पनि फेरि रोगाइरहेछन् त्यहाँ अस्ति त म आएको भोलिपल्ट जाँदा त अनि उठाएर बसाउनु पनि नसक्ने बसाउनु नसक्ने हामी उठाएर बसाइदियो अनि मलाई देखेर एकछिन कुरा गर्दै हुन्छ रुनु थालेको एकछिन गएर अनि के म त के गर्नु एकछिन त अस्ति हिजो दिन जाँदा त अनि अलिक अब त अलिअलि हिँड्छु नानी भन्दै जीवाकोसम्म आउँदाखेरि खानेकुरा बाँड्दैन भने सबैजनाले खानेकुरा त सुगर प्रेसर हुने मान्छेले खानेकुरा बाँडेन भने त गाह्रो पनि हाल्छ पारेको पनि त राम्रै रहेछ त योलाई बिरामी हुँदा हामीले ढुक्कै ल्याएर के गर्नु आएको नि त गरिदिनुहुन्थ्यो नि त यसलाई राम्रै पो थियो बाबै त्यो खानेकुरैले बिग्रेको अरे खाना अनि बियर सियर सबै खाँदैन नि त त्यस्तै बाबै पनि त अनि त्यस्तै त भएको भने बाबै टाइम खान्छन् टाइममा खानेकुरा बारेर अनि गर्नु न त उसको नगुरा आफ्नो शरीरलाई हानि गर्छ भने जस्तो छोड्नुपर्छ भन्ने सोच्दैन अनि पायो भने जे पनि खायो भने त नि गाह्रो पर्छ दाजुले पनि खानेकुरै त खाए अरे के हो टमाटर सिद्रा अगाउँदै खाएछन् भन्दै थियो त्यो दिदी हेर्न जाँदाखेरि अनि पो साह्रो पारेको त भन्दै थियो साह्रै त छन् खोइ त हाम्रो मन पनि एकचोटि त लास्टै पुगेर नि फर्किनु भयो अहिले अनि ज्यान चाहिँ यत्रो ठुलो हिँड्न नसकेर म सानो चाहिँ भएन ज्यान पनि त्यसको पनि रोग लाग्छ फेरि औषधिले पनि होला सक्किन होला नि हिँड्न कहाँ बिटाउन मलाई लिन आउनु लु आन्टीको मम्मी आउनु भनेर नि आउनु भएको थियो बिटाउनमा यताबाट लिनुलाई म काठमाडौँबाट आएको थिएँ म त बिहान बेलुका 3 बजी चढेर काठमाडौँबाट गाडी 7 बजी आइपुगिहालेँ बिटाउनमा अनि मम्मीहरू 6 बजी गाडीमा गयो खोइ बाटै बिरेर कता दैजडाबाट घुमाएर लिएर गएछ अनि 8 बजी आइपुग्छ भन्छ त होटलवालाले 9 बजिसक्यो आइपुग्नु हुन्न अनि फोन गरेँ भने यहाँ गाडी बिग्रेर त बाटो घुमाएर त अनि बल्ल बल्ल आउनु साडी लाएर जानु भयो पुरै यत्रो मोटो नि त हिँड्ने अप्ठ्यारो लु हुँदैन भन अनि म्याक्सी किनियो त साडी झोलामा हालेर म्याक्सी लगाएर आउनु पर्छ दुईजना दिदी बहिनी मोटै छन् दिदी सानो मोटै छ खोइ त के बरु त रोग लाग्छ नि
धेरै भयो भने घोडा दुख्ने बातको दिन लगेर हिँड्छ बिचरा कुमार हिँड्न नसकेर अहिले मनै पुरा स्याहार्छ पुरा 91 केजी पुगेको थियो अहिले 1 केजी त जुत्ताको लेस यसरी बाँध्न सक्दैन त पुरा स्यास्या हुन्थ्यो अहिले अलिक घटेर अनि अहिले 87 केजी अस्ति आउने जोडेको भनेपछि जुत्ताको लेस बाँध्न चाहिँ हुन थाल्यो अहिले दुःख सुख हुन्छ त्यही पनि अहिले हुन्छ नि के खोइ केही नखाँदा पनि त्यो के हो के हाम्रो आमालाई त्यस्तै छन् कौवा न कौवा तिनीहरूको ध्यान छैन मन लाग्दैन अलि हो कि त्यो कालातिर अलिअलि जस्तो देख्छ फेरि त घर आयो भने मोटाउँदैन कि हामी चाहिँ खोइ के भएको यत्रो खाना पनि त्यस्तो धेरै त्यो खाने होइन त्यस्तै हो साइलालाई पनि मैले देख्छु त्यस्तै जान सजिलो हुन्छ नि कामसाम गर्न अहिले यहाँ के गर्नु पर्यो भने म सक्दैन स्याहाँ हुन्छ अस्ति त बुवासँग एकछिन मुढा गेडेको त त्यो भनेर बुवा तान्नुहुन्छ म पुरा नसकेर स्याहाँ हुन्छ कहाँ हल मिल्दैन रहेछ नि रामेलाई चाहिँ तिनीहरू तानिहाल्छ एकछिनमा हल साह्रै मिलेछ अब भाइ पनि मोटै छ कहाँ अहिले त बुवा त केही भारी सारी बोकेर ज्यामिनबाट आउनुहुन्छ त आउनु रहेछ यस्तो भन्नु रोग लाग्दैन नि कसले निक्लिन्छ हामी उता विदेशमा पनि अब त्यो हुन्डेल गर्नुपर्छ त्यही ड्युटी गयो आयो खायो सुत्यो त्यस्तै मात्रै हो अनि त मोटै हाल्छ त्यो भित्र नहुँदा अब अलिक सन्तोक हुँदा अनि खानपिन टाइममा मिल्दाखेरि चाहिँ मोटै हाल्छ नि घर त्यही हो नाइट ड्युटी हुन्छ नि अब ड्युटीबाट आयो अनि गलेको हुन्छ भात खाएर सुत्यो अन्त दिउँसो सुतेर अनि मोटाउँछ क्या धेरै भनेपछि सुताइ चाहिँ दिउँसो मात्रै दिउँसो हाम्रो त फेरि खतम थियो नि 1 हप्ता डे ड्युटी 1 हप्ता नाइट किन आउनु गाडी कुदाउनु अनि अब दिउँसो सुत्ने बानी भएको हुन्छ फेरि शिफ्ट चेन्ज भएर अनि फेरि दिउँसो काम गर्ने राति सुत्ने हुन्छ निन्द्राको बिजो हुन्छ नि तिमी कुदाउन अनि जेर्मी दिदीसँग कुदाउन सबै कति 1 महिना 15 दिनको हो भने ठिकै हुन्छ त्यस्तो हो भने अलिक गाह्रो हुन्छ अब फिनिस आएको हो भने अब बिहे गर्ने कार्यक्रम अगाडि बढ्ने रहेछ अब बिहे त खै त घर त त्यस्तो छ गर्न लागेको घर बनाएर त्यो होला बढी घर त भइहाल्छ नि पहिले घर बनाएर मात्रै बिहे गर्ने त्यति साह्रो दुःख छ होइन र पनि अलिक बनाउनु घर कहाँ म त भर्याङमा चढ्दाखेरि हल्लेको हल्लिन्छ डर लागेर म सुरु दिन माथि चढेको अनि यो थाम्दैन होला यो केटालाई भनेर काटी ठोक्दै हुनुहुन्छ भर्याङमा के भरे त मोटाको हो कपडाहरू ठिक नगर हाफेन्ट किनेको 2 चोटि चेन्ज गरेँ ल्याउनेले पनि अब घरै लड्न आएको रहेछ पुरानो रहेछ भन्ला होइन गाउँतिर पनि कोही रहने रहेछ नि त अनिलमा उसको मामाहरू दोकानमा गए आउँदैन रहेछ नि नेतातिर कोही छैन कोही पनि छैन नि अहिले सबै उता भर्खर भएर अनि अब उसको जाने बेलामा सानो थियो घरमा आज खो यसलाई भाइ डक्टर अब पछि भेटौँ है भन्दै गयो विदेशै हिँडेको होला खोइ को बिहान मैले त सोधिनँ त्यसो भन्दै गयो अनि गएको थियो 2-3 चोटि इन्टरभ्यू दिएर आयो त्यसरी मोडल सधैँ भएन कुदाउँछु नगराउनु आऊ बोलेको छ इन्डियामा कमाउँदैछ होला कविन्द्र पनि उसको बुढी भाउ त कहाँ विदेशमा जस्तो लाग्यो दुबईमा त हाम्रै गाउँको मान्छेले भरे होला सब दुबईमा छ मलेसिया पनि पहिला त दुःख सुख राम्रै त अहिले त ठिक छैन बेसी बढेपछि खतम भइहाल्छ किन पैसा बढ्दा झन् हुँदैन र हुँदैन नि बढी कहाँ बेसी बढ्यो भने खानेकुराहरूको दाम बढ्छ खानापिनाको अनि
ओटी घटाइदिन्छ कम्पनीले बेसी धेरै भन्दा सेलेरी पनि धेरै आउँछ धेरै दिनुपर्छ वर्करलाई अनि 5 दिन ड्युटी छ भने 1 दिन घटाउँछ 4 दिन 5 दिन जस्तो गरिदिन्छ अनि अब 12 घण्टा ओटी चल्ने 8 घण्टा चलाइदिन्छ बेसी ड्युटी मात्रै कत्ले भएर केही छैन अनि त्यो गाह्रो भइहाल्छ नि सरकारले कहाँ सरकार त्यति लाटो कहाँ हुन्छ नि अगाडिबाट दिने पछाडिबाट काट्ने हो क्या बेसी बढाइदिन्छ अनि सेलेरी देखाउँछ अनि खानेपिनेको दाम बढाइदिन्छ अनि लास्टमा हिसाब गर्नु सिमसमै हो पहिला 10 केजीको चामललाई 26 रुपियाँ पनि अहिले पुरा 37 36 यस्तो बनाएको छ अनि बेसी बढेर के गर्नु पहिला 200 300 रुपियाँले महिनाभरि खाना पर्थ्यो अहिले 600 550 त्यस्तो लाग्छ अनि उस्तै हो क्या बराबरी नै त्यहाँ पनि सरकार चेन्ज भएको अझ के गर्छ इलेक्सनहरू भइरहेको हुन्छ पनि अलि आन्दोलन चाहिँ नेपाल जति अलि छैन कि आन्दोलन त हुँदैन त्यस्तो त हुँदैन भए पनि हुन्छ त्यस्तो अस्ति कहिले यहाँ त मर्न आँट्यो त लडाइँ खेलेर त्यही त खोइ यहाँ अनि काठमाडौँ जानुपर्ने 20-21 तारिकतिर मम्मीले पर्दैन जानु त्यहाँ गोली लाग्छ भन्ने अहिले होइन पछि जान्छ कता कता के भइरहेछ टिभी पनि खराब भएछ अनि बिटर मैले अस्ति लिएर गएको बनाउनुहुन्छ भनेर अनि लगेको बिचमा चर्केको रहेछ यत्रो अनि टिभी डिसनको पैसा त्यतिकै गइरहेछ 1 सालको रिचार्ज गरे होला त्यति गइरहेछ खोइ त मम्मीहरू भन्दा बोलेको चाहिँ सुन्छ त पिक्चर त देख्दैन भन्ने लिएर गएको पुरै फुटेर त्यति अनि यो बनायो भने 12-13 हजार रुपियाँ लाग्छ बनिन्छ भन्छ अनि त्यो 12-13 हजारमा अर्को 12 हजार थप्यो भने त नयाँ आइहाल्छ अनि लु हुँदैन यहीँ बेचेर जाने कति दिने भनेको 300 भन्छ 300 रुपियाँ अनि बुवाले लु हाम्रो गाडीबाट 500 रुपियाँ लाग्छ दुईजना छ 250 रुपियाँ 500 रुपियाँ भने जबरजस्ती 500 मागेर छोडेर हो नि अनि 500 माग्नु पर्यो गाडी भाडा त लिनु पर्यो नि त कहाँ त्यो कताबाट ल्याएको टिभी 32 इन्च 500 मागेर अनि अर्को लाने कि भने भरि भइरहेछ यो गरम पनि म त आउने बेलामा सामान धेरै भएर के कपडै होला अनि 20 केजी 10-15 केजी फ्लाइट पनि फेरि डाइरेक्ट थिएन मलेसियाबाट काठमाडौँ थिएन ट्रान्जिट गरेर थाइल्यान्ड बेङ्ककमा गएर अनि त्यहाँबाट आउनु पर्ने भयो क्या सामान अलिक धेरै ल्याएको एयरपोर्टमा बाहिर निस्किनु पर्यो नि त एयरपोर्टमा वेटिङ धर्म धेरै वेटिङ थिएन र वेटिङ धेरै भयो भने गाह्रो हुन्छ नि एयरपोर्टमा बाहिर निस्किँदैन भित्र के गर्नु खानेकुरा पनि एकदम महँगो पर्दैन बाहिरको खानेकुरा भित्र एयरपोर्टभित्र आउने बेलामा चाहिँ राम्रै थियो नेपाली त धेरै थिएन जता खाली त्यतै गरेर झ्यालझ्यालतिर बस्दै आयो काठमाडौँ राम्रै टाइममा आइपुग्यो अनि एक अलि भाडा सस्तो हुन्छ त्यसरी उ गरेर आउँदा घुमेर आउँदा भाडा अलिक टिकट सस्तो हुन्छ त्यही भएर कम्पनीले त्यस्तो चोर्किन खाउँछ नि डाइरेक्ट फ्लाइट गऱ्यो भने पैसा अलिक महँगो पर्छ टिकट प्यासेन्जर धेरै हुन्छ नि त अनि अब उता ट्रान्जिट गरिदियो भने चाहिँ अलिक सस्तै टिकटमा पाउने रहेछ क्या त्यही भएर